अलिक साह्रो क्या रामै त अब सिरियस भएको म अघि सो हेलो नमस्ते लासो फेफुला जुजुलोपा अस्सलाम वालेकुम प्रणाम टु एभ्रिवान अनि तपाईँहरू दुवैजनालाई वेलकम छ। धन्यवाद। तपाईँहरू आफ्नो टर्न बाई टर्न इन्ट्रोडक्सन दिनु न। मेरो नाम चाहिँ रञ्जन कटुवाल, म चाहिँ बेसीमा पढ्दैछु अहिले। म चाहिँ अहिले पाण्डा म्युजिकमा काम गरिरहेको छु। हेलो, मेरो नाम चाहिँ कृतिका लम्साल, म चाहिँ अहिले नर्सिङको प्रिपरेसन गर्दैछु। ए भने पछाडि तपाईँहरू अहिले पढाइमा यस्तै काममा बिजी हुनुहुन्छ। सो तपाईँहरू चाहिँ हाम्रो फर्स्ट गेस्ट स्क्विज सोको आइदिनु भएको पनि धेरै धेरै धन्यवाद। र हामी चाहिँ यहाँ डिफ्रेन्ट काइन्ड अफ गेम खेल्नेछौँ। सोसियल मिडियाहरूतिर चाहिँ कतिको एक्टिभ हुनुहुन्छ? चलाइरहेको छ। फुल एक्टिभ। स्क्विज सो भन्ने च्यानल सुन्नुभएको छ छैन? सुनेको छ, फलो पनि गरिरहेको छ। हो ल ठिक छ, धन्यवाद। ल त्यसै गरी आज चाहिँ हामी गेस द करेक्ट फ्ल्याग खेल्नेवाला छौँ। सो यसको चाहिँ म थोरै रुल्स भनिदिन्छु है त। गेस द करेक्ट फ्ल्यागमा चाहिँ के हुन्छ भन्दाखेरि दुईवटा फ्ल्यागहरू हुन्छ, त्यसमा चाहिँ एउटा चाहिँ करेक्ट हुन्छ, एउटा चाहिँ इन्करेक्ट हुन्छ। तपाईँहरूले त्यहाँमध्ये चाहिँ कुन चाहिँ राइट हो र कुन चाहिँ रङ हो पत्ता लगाउनु पर्ने हुन्छ है। सो ट्रान्जेक्सनको लागि एकचोटि क्ल्याप गरिदिनु। सो तपाईँहरूको अगाडि ल्यापटप आएको छ। तपाईँहरू दुईजना चाहिँ अहिले कम्पिटेटर है त, साथी भएको नि। ओके। र सुरुमा चाहिँ तपाईँहरूले हुइसल चाहिँ बजाउनु पर्छ, अनि मात्र एन्सर भन्नुपर्छ, अनि मात्र भ्यालिड हुन्छ। मतलब जसलाई सुरुमा एन्सर आयो त्यसले विसल बजाउने। हुइसल बजाएर मात्र भन्नुपर्छ, नत्र इनभ्यालिड हुन्छ। हुन्छ। बुझ्नु पनि दुवैजनाले? ल कसले जित्छ हेरौँ है त। ल फर्स्ट क्वेसन तपाईँहरूको स्क्रिनमा हेर्नु। ल टाइम लिमिटहरू त केही छैन नि? टाइम लिमिट 1 मिनेटको। ल 1 मिनट। ल सुरुमा कन्ट्री पनि भन्नु है तपाईँहरू। यो कन्ट्री चाहिँ म भनिदिउँ त? कोलम्बिया नो नो होइन? युरोपतिरकै हो, युरोपतिरकै हो। कस्तो झुक्यो? युक्रेन हो ल यो कन्ट्री चाहिँ। युक्रेन। यहाँबाट चाहिँ कुन चाहिँ रङ हो कुन चाहिँ राइट हो तपाईँहरू थाहा भन्नु पर्यो। फर्स्टको कि सेकेन्डको भन्नु पर्यो है। कस्तो झुक्केको यार म। सेकेन्डको राइट। तिमीले विसल गरेर विसल बजाएर भन्नु पर्यो, नत्र इनभ्यालिड हुन्छ। बसौ मै गरेछु। 15 सेकेन्ड। ल भन्नु ल। फर्स्टको एकदम करेक्ट गर्नुभएछ। र रञ्जनको छ 1 पोइन्ट र उहाँको छ 0 पोइन्ट। त्यसै गरी नेक्स्ट क्वेसन हेर्नु ल। यो कुन कन्ट्री हो थाहा छ तपाईँहरूलाई? कहिले देख्छु नि। थाहा छ? यो एसियाकै हो ल। एसियाको हो? एकदम पपुलर छ, एसियाका मान्छेहरूले बिना भिजा नि जान पाउँछन् यो भनेको। कुन कन्ट्री हो जस्तो लाग्छ? एसियाको ए थाहा पाएँ। कुन कन्ट्री हो? थाइल्यान्ड। थाइल्यान्ड हो। ल कुन चाहिँ रङ हो कुन चाहिँ राइट हो भन्नु। यो त विसल बजाउनु पर्छ नि त। भन। है ल भ्यालिडको लागि। अलिक साह्रो क्या? फर्स्टको? हजुर हजुर फर्स्टको एकदम करेक्ट गर्नुभएको छ। फर्स्टको यो चाहिँ ल 1-1 ड्र भएको छ है। 5 वटा छ यहाँ। अब कसले जित्छ कसले हार्छ थाहा भइहाल्छ। ल नेक्स्ट कुन कन्ट्री हो यो? स्विडेन होइन? उयो के भएको? यो कन्ट्री चाहिँ डेनमार्क होला। स्विडेन, नर्वे, डेनमार्क यस्तो झुकिन्छ। कुन राइट र कुन रङ? स्विडेनको येल्लो कलर हुन्छ, येल्लो र ब्लू हुन्छ। यो चाहिँ व्हाइट र रेड। सेकेन्ड राइट। सेकेन्ड राइट। सेकेन्ड रङ। रङ भन्छ है। होइन यो त दुईटा छ। ट्रु हो नत्र फल्स हो? चान्स लिम भनेको। ल यो चाहिँ 2-1 नै छ है अहिले। चाहिँ 1-1 नै छ है। यो इन्करेक्ट गरेको छ उसले। नेगेटिभ मार्किङ गरौँ न त। दुईजना रेडी नेगेटिभ मार्किङ गर्नुको लागि? रेडी हो? अब जसले बिगाऱ्यो त्यसले नेगेटिभ मार्किङ हुन्छ। ल उहाँको 0 तपाईँको 1 है त। कसको 0? उहाँ कृतिकाको 0, रञ्जनको 1। ल अब नेक्स्ट हेरौँ ल तपाईँको स्ट्रेटमा कुन कन्ट्री फर्स्टमा भनिदिनु ल, ट्राई गर्नु। इजिप्ट होइन? कि दुबई कि कतार हो यो त? अफ्रिकाको होइन। अफ्रिका होइन? दुबई कतार? एसियाकै। दुबई कतार मलेसिया। यो कन्ट्री चाहिँ इराक हो। इराक हो? तपाईँहरूले अब करेक्ट गर्नु पर्यो कुन चाहिँ करेक्ट छ त्यहाँ हेरेर। नेगेटिभ मार्किङ हुन्छ। सेकेन्ड सेकेन्डको
एकदम करेक्ट गेस गर्नुभएको छ तपाईँले र अहिले चाहिँ भएको छ 2-0 है त नेगेटिभ मार्किङ भएकोले 2-0 भएको छ ल अब त्यसै गरी नेक्स्ट क्वेसन है त अब यो चाहिँ सजिलो छ है कोरिया होइन यो चाहिँ कोरिया हो एकदम करेक्ट गेस गर्नुभएको छ ड्रिम कन्ट्री हो क्या होइन होइन तर पनि झट्ट गेस गरिहाल्नु यो त करेक्ट सन छ नि त प्लेयर सन छ सन त्यही भएर भर्खर युरोपा लिग पनि जित्यो आज सनले तर कस्तो झुक्किएको क्या फर्स्ट फर्स्टको कुन हो त साउथ कोरिया त भन्नु हो कुन चाहिँ राइट छ कुन चाहिँ रङ छ ल थाहा पाउनु पर्यो राम्रो मैले जितेँ भने फेरि गिफ्ट गरेँ छैन मैले भन्नु पर्यो है पास भन्नु भएन है सेकेन्ड कि फर्स्ट हो त्यही झुक्किएको त्यहाँ वेसेल बिचमा छ नि त्यहाँ कसैले चलाएको छैन त्यो बिचमा हुनु पर्यो है ल भन्नु भन्नु -1 हुन्छ है तपाईँको बिगार्नु भने सेकेन्ड करेक्ट गेस गर्नुभएको छ र यो सेकेन्डमा चाहिँ गेस द करेक्ट फ्ल्यागमा चाहिँ रञ्जनको कति 3 3-2 3 भइसक्यो 1 तपाईँको नेगेटिभ मार्किङ भएर 1 भयो नत्र 3-2 हुन्थ्यो 2 होइन र 3 भइसक्यो सो फर्स्ट सेगमेन्ट खेलेर तपाईँहरूलाई कस्तो लाग्यो त एकदम रमाइलो एकदम रमाइलो लाग्यो यो चाहिँ हाम्रो गेस द फ्ल्याग थियो र कसले जित्यो त यहाँमध्ये मैले तपाईँले जित्नु हो अहिले चाहिँ पनिसमेन्ट छैन अब अपकमिङ गेमहरूमा चाहिँ हाम्रो पनिसमेन्ट हुनेछ अपकमिङ भिडियोजहरूमा अहिले चाहिँ पनिसमेन्ट छैन र त्यसै गरी अब नेक्स्ट सेगमेन्ट खेल्नलाई रेडी हुन्छ त तपाईँहरू सो अब नेक्स्ट हाम्रो सेगमेन्टमा चाहिँ के हुन्छ भन्दाखेरि गेस द लोकेसन डिफ्रेन्ट काइन्ड अफ ठाउँहरूको एउटा सिनहरू हालेको हुन्छौँ तपाईँहरूले चाहिँ त्यसबाट चाहिँ हिन्ट दिएको हुन्छ 4वटा 2 चोटि मात्र ट्राई गर्न मिल्छ मिलाउनु पर्छ है त लेट्स ट्राई अनि साथै नेगेटिभ मार्किङ पनि हुन्छ है यहाँ चाहिँ एकचोटि मिलाउनु भयो भने माइनसमा पनि जान्छ है नेगेटिभमा पनि मार्किङ हुन्छ अब त्यो दुईचोटि चान्समा चाहिँ त्यसमा पनि त्यो चान्समा पनि नमिलाउँदाखेरि नेगेटिभ हुन्छ कि चान्समा पनि नमिलाउँदा नेगेटिभ हुन्छ अब एकचोटि मात्रमा नमिलाउनु भने एकचोटि ल ताली पड्काइनु फेरि अब तपाईँहरूको अगाडि अब चाहिँ तपाईँहरू फाइनली गेस द लोकेसन त्यहाँ तपाईँहरू स्क्रिनमा देख्न सक्नुहुन्छ त्यहाँ हिन्टहरू पनि छ 4वटा कुन हो जस्तो लाग्छ त कुन ठाउँ हो जस्तो लाग्छ त नेपालको पछाडि हिमाल भनेपछि ताल पनि छ माछा पोखरा जस्तै चाहिँ लागिरहेछ के जस्तो छ अरे कुन हो विराटनगर हो जस्तै छ विराटनगर त कहाँ यस्तो राम्रो हुन्छ बिरामी खोइ ल कुन हो जम्मा 15 सेकेन्ड बाइक छ है 10 सेकेन्ड 5 3 ल भन्नु त कुन नुवाकोट हजुर करेक्ट अझ पनि टाइम छ है ल एकछिनको लागि पोखरा दुईचोटि छोडेर ल त्यही करेक्ट भएको छ दुईचोटि पाइन्थ्यो पोखरा नै लागिरहेको ल दुईचोटि पोखरा लागिरहेको पोखरा हो थियो यो खादबारी मैले देखेको थिएँ है कहिले त्यसले झुक्कायो खाबारी कुन ठाउँमा पर्छ भन्नु त कुन जिल्लामा पर्छ थाहा छैन यार मलाई सँगसँगै पर्छ त्यही भएर अलिकति त्यही सिम्बल खादबारी ल त्यसै गरी तपाईँहरूले सेकेन्ड क्वेसन हेर्न सक्नुहुन्छ त्यहाँ कुन ठाउँ जस्तो लाग्छ त यो नेपालको तपाईँलाई ट्राई गर्नु ल हिन्ट दिउँ ल हिन्ट दिउँ पूर्वतिरकै होला नि पूर्वकै हो पूर्व हुनु यस्तो विराटनगर हो कि हो ट्राई गर्नु थाहा छ 30 सेकेन्ड मात्र बाँकी छ पूर्व के छ केही थाहा छैन जे भए पनि ल विराटनगर एकदम करेक्ट गेस गर्नुभएको छ कसरी यस्तो राम्रो भयो विराटनगरको एयरपोर्ट हो क्या यो पहिलो जमानाको यो चाहिँ हामीले हालेको थियौँ अनि अब चाहिँ ल थर्ड क्वेसनतिर जाउँ है त ल थर्ड क्वेसन हेर्नु 2-0 छ है अहिले सनको स्कोर दुईटै कृतिकाले मिलाएको छ कुन ठाउँ जस्तो लाग्छ यो त चाइनिज जस्तो देखिरहेको छु म पनि सुरुमा हेर्दा यस्तो राम्रो ठाउँ छ नेपालमा छ त
कुन हो भनिदिनु तपाईँहरू चाइनाको ठाउँ चाहिँ नभन्नु मलाई थाहा छैन नेपालकै ठाउँ हो यो फेरि तपाईँ नि ल ट्राई गर्नु ल काभ्रे तपाईँले त सब मिलाउनु त रन्जन तिमी सिङ्गिङमा मात्र भएर भएन है नेपाल गएर थाहा हुनु पर्यो है यो चाहिँ एकदम परेकेसन भएको छ 3-0 छ अहिलेसम्मको स्कोर त्यहाँ नेगेटिभमा गएर रन्जनले जित्ने चान्स पनि अझै छ अब नेक्स्ट यो त कस्तो बाहिर लन्डन जस्तै छ त नेपालकै ठाउँ हो यो पनि मलाई थाहा थियो क्या एकदम करेक्ट भन्नुभएको छ यो चाहिँ इलामै हो अब चाहिँ इलामको कुन भयो। ठाउँ हो त ल भन्नु ल अलिकति इन्ट्रेस्टिङ भनौँ न के अरे ल जसले मिलाउँछ त्यसले 2 पोइन्ट पाउँछ है ल इलाम कुन ठाउँ हो? पूर्वकै मान्छे भएर थाहा पाउनु पर्यो यो चाहिँ पूर्वकै मान्छे भएर सिटी बजार भन्नु पर्यो इलामको के हो कसरी यस्तै कुरा हुन्छ। बजार चियाबारी राम्रो त्यही घर हाम्रो अन्तु डाँडा अन्तु डाँडा इलाममा हो सिटी बजार भन्नु पर्यो श्री अन्तु नि हो एकदम उही ल, उहाँले पनि 2 पोइन्ट पाउनुभयो जिरोमा क्या भएन क्या जिरोमा भएन के हारे यार मैले त ल लास्ट क्वेसन है तपाईँहरूलाई यो सेगमेन्टको लास्ट क्वेसन मुगु होइन यो कुन लिएको उही म त पुरा भएछु त यार के भन्नुभएको थियो ट्राई गर्नु मेरो अझै एउटा चान्स त्यही पनि हुनसक्छ त्यो मैले कुन लिएको पो भनेको छु त मैले त भन्दिन अब पाउनुहुन्छ अनि कुन हो भन्नु सक्नुहुन्छ तपाईँले मैले कुन लिएको पो सोधेको त तपाईँले यहाँनिर अप्सनमा चाहिँ चार र त अप्सनमा चाडा छ कि कुन लिएको सोधेको मैले तपाईँलाई त्यस्तो हुँदैन नि। होइन ल त Option तपाईँको एन्सर हाल्नु भन्नु न तपाईँको एन्सर भन्नु मलाई त थाहा छैन यार थाहा छैन जिरोमा हुनुहुन्छ एकचोटि त ट्राई गर्नु डोल्पा इनकरेक्ट मुगु चाहिँ हो कि होइन होइन मुगु नि करेक्ट छ एकदम मुगु त करेक्ट छ एक पोइन्ट मैले लेख सोध्न खोजेको थिएँ तपाईँलाई त्यसको लागि 2 पोइन्ट दिन्थेँ तपाईँलाई ट्राई गर्छु मुगुमा 1 पोइन्ट आइसक्यो है तपाईँले ल फोक्सुन्डो दाल तर होइन है त्यो त यो चाहिँ रारा ताल हो रारा लेक रारा लिएको र यो सेगमेन्टमा चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो त कसले जित्यो मलाई चाहिँ रञ्जनको 1 छ गीत गाएको मात्र भयो ठाउँको नाम थाहा हुनु पर्यो अब त्यो यस्तो ठाउँबाट बोलाएकै छैन भने चाहिँ के ठिक छ बोलाएको चाहिँ अब ट्रेनिङ गए पछाडि थाहा हुन्छ र तपाईँहरूलाई अहिलेसम्म चाहिँ इट्स क्विजमा आएर कस्तो लाग्यो त रमाइलो भइरहेछ अघि जित्दा रमाइलो भइरहेछ हार्दा अलिक कस्तो कस्तो भयो ठिकै छ ल अनि इट्स क्विजको बारेमा केही भनिदिनु त 2 शब्द इट्स क्विजलाई एकदम राम्रो छ होइन मेहनत सबैले मेहनत गरिरहेछ यहाँको टिमहरूले अहिलेसम्म राम्रै गइरहेछ राम्रै भिजुर आइरहेछ अझै आगामी दिनमा नि राम्रै हुन्छ मैले आशा गरेको छु सो तपाईँ पनि केही भनिदिनु न बेस्ट विसेस Best wishes. Do follow, like, and comment, guys. थ्याङ्क यू तपाईँहरूलाई र अब हाम्रो चाहिँ लास्ट सेकेन्ड बाँकी छ यो चाहिँ एन्सर क्वेसन भन्दा पनि यो चाहिँ ट्राई नट टु लाफ च्यालेन्ज हो यसमा चाहिँ तपाईँहरूले जसले हाँसो सुरुमा त्योभन्दा अपोजिटले चाहिँ नम्बर पायो क्या ए जस्तै रञ्जनले हाँस्नु भने कृतिकाले नम्बर पायो कृतिकाले हाँस्नु भने रञ्जनले नम्बर पायो ल अब चाहिँ जाम है त त्यसमै ट्राई नट टु लाफ च्यालेन्ज त्यहाँ चाहिँ मिमहरू हुन्छ अगाडि हाँसिदिन्छ अब मिम हुन्छ त्यहाँ चाहिँ त्यो मिमबाट चाहिँ तपाईँहरू कतिको हाँस्नुहुन्छ हाँस्नुहुन्न भन्ने च्यालेन्ज हो क्या ल हेरौँ है त ल फर्स्ट मिम Come closer. What is the sound of one hand clapping? I don't know. What is the sound of one? ल यो चाहिँ रञ्जन कतिको हाँसो लाग्यो त हाँसेनौ दाँत पनि ल्याउनु भएन उहाँले त सिरियस गेमै हो जित्नै पर्छ भनेर हो कन्ट्रोल गरिरहेको थिएँ कि रञ्जनको चाहिँ अलिकति ड्रामेटिक हाँसो थियो होइन कन्ट्रोल गरिरहेको थिएँ कि हाँसिदिइहाल्यो क्या ल वान कृतिकाको 1 पोइन्ट है ल कृतिकाको 1 पोइन्ट है ल भेटायो भने सिधै तरबार हानिदिन्छु उस्तै पऱ्यो मेरो अगाडि आएर त्यही भन्नुहोस् न म डराउँदिनँ फक कि फक हानिदिन्छु जान्छु गएर आधी जिन्दगी भइसक्यो गएर बस्छु अलिकति हाँसेँ अलिकति हाँसेर हुँदैन नि त
म हाँसै हो मेरो पोइन्ट काट्दा हुन्छ तर अहिले चाहिँ कोही पनि हाँस्नु भएन अब गेमलाई चाहिँ गेमै हो भनेर सिरियस हुनुभयो जस्तै छ अब नेक्स्टतिर जाऊँ है त अब सिरियस भएको म नमस्कार ब्राह्मण दाजु कता हिँड्नु भएको कथा हुनु घरतिर लागेको नि अनि त्यो घाटीमा माला जस्तै के बोकेर हिँड्नु भएको नि शिवजीको सर्प जस्तै छ सर्प हजुरको आँखामा मोतीबिन्दु त लागेको छैन नि छैन माफ पाऊ ब्राह्मण दाजु केही छैन मित्र अस्ति हजुरको बुबाको क्रियामा मलाई सम्झेर बोलाउनु भएकोमा धन्यवाद हजुरको बुबाको वैकुण्ठमा बास होस् यो चाहिँ कृतिकाले हाँसेको थियो त्यसरी रञ्जनले कसरी कन्ट्रोल गर भनेर म सम्झिरहेको छु रञ्जनलाई पुरा त्यो माइन्डमा हाइलाइट आइरहेको थियो होला क्या पहिले सुनेको अहिले भिडियो सुरुचोटि मैले हेर्दा पनि मलाई पनि त्यस्तै लागिरहेको थियो र त्यसै गरी अब चाहिँ नेक्स्टमा जाऊँ है त सायद अब हामी प्रोडक्सनको टिमबाट अलिक फन्नी बनाउनु पर्छ जस्तो लाग्यो हाम्रै भाइस राख्दा पनि हुन्छ राख्नु पर्थ्यो क्या एक दुईवटा त्यही त हाँस्थ्यो होला तर यो हाँसाउन सकिएन हामीले ल अब लास्ट है त यो चाहिँ ल लास्ट 1-1 पोइन्ट छ अघिको सेगमेन्ट कसले जितेको थियो 1-1 छ यसमा पनि 1-1 छ अब यो सेगमेन्ट जति छ त्यो चाहिँ विनर हुन्छ है अघिको सेगमेन्ट भन्नाले अघिको फर्स्ट सेगमेन्टमा रञ्जनले जितेको सेकेन्ड सेगमेन्ट कृतिकाले जितेको अब यो सेगमेन्ट कसले जित्छ त्यो चाहिँ विनर हुन्छ है हाम्रो कसले यस्तो एडिट गरेको क्या एडिट हो कि साँच्चै के हो यो चाहिँ रञ्जन हाँसेको छ नमस्ते गरेको क्या मैले सोचेको थिएँ यो चाहिँ कृतिकाको पोइन्ट आयो यो सेगमेन्टै कृतिकाले जितेको छ 2-1 ले जितको निकै नै करिब थियो रञ्जन तर के गर्नु हारि त गयो र यो ब्याकग्राउन्ड साइड म्युजिक है नाइस छ त्यो गर्नुपर्छ हामी हाम्रो एडिटरको काम हो त्यो र अहिले चाहिँ ल 3वटा सेगमेन्ट खेल्दाखेरि यो गेम कृतिकाले जितेको छ त्यसै गरी रञ्जन चाहिँ 2जनामा सेकेन्ड भएको छ त्यसको लागि जोरदार ताली फर्स्ट अफ अल सबैजनाले तालीले स्वागत गरौँ मलाई र हाम्रो विनर हुनुभएको छ कृतिका मलाई एकदम ताली पड्काउँ सबैले त्यसै गरी हामीले चाहिँ हाम्रो चाहिँ 3वटै सेगमेन्ट थियो 3वटै सेगमेन्ट सकिएको छ इट्स क्विज सोमा पनिसमेन्ट चाहिँ यो तालीलाई छैन तर यो तालीलाई पनिसमेन्ट नभएपछि विनर र रनर अपलाई दुइटैलाई नै गिफ्ट छ अब केही स्पोन्सरै नआए पनि र विनर र रनर अप 2जना आइदिनु भएकोमा एकदम धन्यवाद त्यसको लागि नि हामीले गिफ्ट राखेको छौँ त्यो कम्पिटिटर भन्दा पनि एज आइदिनु भयो त्यसमा हार्दिक आभारी छौँ हामी स्पोन्सर नआए पनि हामीले सानो केही दिने प्रयास गरेको छौँ र हाम्रो यो इट्स क्विज सोलाई चाहिँ सबैजनाले फलो गरिदिनु होला भनिदिनु ल सबैजनाले इट्स सोलाई फलो गरिदिनु लाइक गरिदिनु सेयर गरिदिनु हस् थ्याङ्क यू 2जनालाई वेलकम बाई